आउँथ्यो अड्क्यो होइन यस्तो राम्रो राम्रो साउन्ड ऊ यो त त्यो ऊको होइन भने नारुतोको यहाँ छ त यस्तो खतरा खतरा ब्रेसलेटहरू छ ऊ भारी हो यार यो त हेर त भारी हो 150 खुकुरी के चाहिँ गर्ने औँठी किने भए बाहिर गयो अनि हामी 60 औँठी किन्नु मेरो मैले 2टा भ्लग हाल्छु अब तिमी कति स्टोरी पास गरिदियो भगवान् त्यही त अनि म भगवान्लाई यहीँनिर आएर अनि एउटा गइदिउँ ब्युटिफुल छ यार गइदिउँ न गइदिउँ भने राम्रो ठाउँ छ यस्तो भयो होला क्या होइन सबैजना आयो होइन तर आउनु खुसी होला आउँछ होला राक्षसमा अगाडि बसेको अहिले पनि राखौँ हामी होइन अहिले त्यही त अब फोटोको लागि अब चाहिँ हामी कहाँ जानु लाग्छौँ अब चाहिँ हामी औँठी सौठी किन्न जाँदैछौँ हामी डुल्दै छौँ अनि ऊ त्यो त्यहाँनिर पाउँछ यहाँ पाउँछ हो म सोधेर आइदिउँ त अतिले घुम्यो क्या हो औँठी पाउनु क्रममा कहिलेसम्म गर्छ थाहा छ अनि अरू चाहिँ कसले चाहियो भने होइन अरू चाहिँ कति सोचेको चाहियो सामान 250 सम्म ठिकठाकवाला छ भने किन पशुपति त नजाने हो पशुपति जान्छ पशुपति जाँदाखेरि त्यो हेडफोन किन्ने पैसा सक्छ त्योभन्दा राम्रो रे यो के अरे सोडा वाटर खाएर ब्याउन पर्छ स्वाद चाहिँ छैन यो भन्दा त म 2टा पानी किन्थ्यो होला एक घुडुवा हाल्ने कस्तो स्वाद स्वादै हो त्यो त एक ग्लास मागेको होइन फ्राइडे घरि नदिएर निम्बु हालेपछि त त्यो अङ्कलले नुन हाल्नु खराब हाल्थ्यो अङ्कल बिलाई मेरो खराब बानी छ ओ यहाँ पाउँछ होला माने चाहिँ हामी बाहिर निस्कियो सपोर्ट चाहिन्छ त्यो होइन सपोर्ट चाहिन्छ जोडे गर्छ भने सपोर्ट तपाईँहरूमा सपोर्ट गर्छु लाइक चाहिँ गर्नु होला त्यसरी बेट लाग्ने भयो त्यो होइन इन्स्टाग्राममा त्यो चिस्टेको भिडियो हुन्छ नि यसरी त्यो पनि लाग्नु पर्छ त्यो लागि किन लाग्छ
थियो तर 1200 1800 2000 भयो अनि अहिले बजेट पनि थिएन त्यो बजेट 5 रुपैयाँ किनेमा त्यो मैले मात्रै किने एउटा ठाउँलाई मेरो र हामी चाहिँ सिधा बस्दा काहीँ बनाएको बस्नु मसँग पैसा छैन भन्छ म जान्दैछु म म अनि 200 सम्ममा हाल्दैछु तर के गर्नु आइफोनै छैन अनि हामी यता किन आएर यता आफै गाइस जब चाहिँ हामी थाहा जानु गयो जुत्ता किन आयो रिगम झोला चाहिँ देख्छ मेरो घरमा लेडिज हो होइन उसको मम्मीको लागि गिफ्ट हो ल जान्ला होइन अब हामी कन्फ्युज चाहिँ के कुरा पनि भएर अहिले होइन खाजा कहाँ खाइदियो भनेर है हामी चाहिँ गइरहेको छ अब साथीहरू चाहिँ फ्याट फुड भेट्यो होइन फ्याट फुड भेटेपछि फ्याट फुड लागिदिनु पऱ्यो नि त होइन एउटा ग्लिच भयो क्या खै ग्लिच मतलब होइन हामीलाई ल लाग्यो खै त्यो पेपर ल्याउनु पेपर चाहिँ होइन यो पेपर चाहिँ अघि नै पाथ्यो होइन अनि हामी फर्किँदै थियो अनि साथी भेट्यो अनि साथी भेट्यो फेरि पाइदियो क्या के कस्तो थियो थ्याङ्क यू फर